आज चाहिँ म मिसिनमा जुस निकाल्दाखेरि धेरै दुधपछि चाहिँ खानाको जुस खाना पनि यो मिसिन चाहिँ नचलाएको धेरै दिन भएको साथीहरू। त्यस कारणले म पानी हालेर साफ गर्छु भन्न सक्नुहुन्छ साथीहरू। अब जति पनि मैले गन्धाहरू चाहिँ निकालिसकेँ। अब चाहिँ खाना चल्नुहुन्छ। म चाहिँ अब अनाजसँग साथीहरू एक तरफबाट चाहिँ बुढा निस्किन्छ होइन, एक तरफबाट चाहिँ जुस निस्किन्छ। यो चाहिँ कमसेकम 2 महिना भयो साथीहरू नचलाएको। जुस खाने जहिले पनि आमाहरू छिलेर खान्थे। आज चाहिँ जुस खान मन लाग्यो म्याडमलाई, त्यस कारणले म चाहिँ यता अझ जुस निकाल्दैछु। साथीहरू हेर्न सक्नुहुन्छ, त्यहाँबाट चाहिँ कुडा निस्किरहेछ, यहाँबाट चाहिँ अब जुस निस्किन्छ। ताजा ताजा अनारको जुस। हजुरहरू पनि घरमा अनार लिएर यसरी जुस निकालेर खान सक्नुहुन्छ। जुस चाहिँ साथीहरू निकालिसक्यो। अब चाहिँ ठन्डा गर्नलाई राख्छु फ्रिजमा। हेर्नु न साथीहरू, यस्तो दामी जुस निस्केछ है अनारको। साथीहरू यो मिसिनलाई चाहिँ होइन धुनलाई चाहिँ एकदम गाह्रो हुन्छ कि, धोएर लगाउनलाई चाहिँ एउटा एउटा पिस गरी निकाल्नु पर्ने अवस्था हुन्छ। हेर्नु न, यति धेरै कहिले यति हार्ड भएर यस्तो गरी एउटा एउटा पिस। अब यो छन्नी साथमा हेर्नु। अब फेरि यो यस्तो छ होइन साथीहरू। ल मिसिनको जो मेरो चाहिँ भाँडाहरू पनि यत्तिकै छ साथीहरू। अब आज चाहिँ मेरो लास्ट पेटीको इक्जाम थियो है। किचनको हालत चाहिँ यस्तो छ साथीहरू, हेर्न सक्नुहुन्छ। अब यस्तो मस्त पिसेछ होइन। आज मेरो म्याडमहरूले चाहिँ दलिया खाने साथीहरू। अब यसलाई चाहिँ साथीहरू 5 पिस गरेर राख्ने है। जब यसको सेडहरू साफ भएपछि फेरि तिनीहरूलाई पनि एकभित्रै मिलाएर राख्ने यस्तो छ। यो चाहिँ साथीहरू यसलाई यता राखिदिन्छु मैले। बिहान चाहिँ मेरो म्याडमले आज टोस्ट खाँदै साथीहरू, स्यान्डविच खाँदै पनिरको। यसलाई पनि मैले ठन्डा गर्नलाई यसलाई पनि भित्र प्याक हुन्छ। हाम्रो चाहिँ यति धेरै युज हो। यो पनि त्यो मेसिनकै ल साथीहरू। आज चाहिँ आमा छोरीले दलिया खाने अरे, त्यस कारणले म चाहिँ यता दलिया भिगाउन लाग्छु। यसलाई चाहिँ साथीहरू राम्ररी धुनुपर्ने रहेछ है। चामलमा जस्तै फोहोर आउँदो रहेछ कि दलियामा। हेर्नु त साथीहरू, फोहोर ल साथीहरू 4 चोटि धोएर 4 चोटि धोएपछि बल्ल साफ भयो। अब यसलाई चाहिँ आधा घन्टासम्म साथीहरू भिग्नलाई राख्ने। ल साथीहरू, दलिया बनाउनको लागि हेर्न सक्नुहुन्छ गोबी छ, मटर, अनि यता आलु, अनि यता बिन्स, यो सबै सब्जीहरू हाल्ने छ। र यसलाई पनि म धोएर राख्दैछु। यहाँ चाहिँ धेरै टमाटर हाल्नुपर्छ साथीहरू, त्यस कारण मैले 2टा निकालेर राखेँ। अहिले चाहिँ साथीहरू फलफुटाभर किचनको काम छोडेर म चाहिँ लाग्छु सफाइ गर्न पहिला। अब साथीहरू म चाहिँ लागेँ सबभन्दा पहिला केटीको रुमतिर झाडु लगाउन। बिस्तर चाहिँ मैले अलरेडी बिहानै बनाएको थिएँ है। अब साथीहरू म लाग्छु फटाफट लगाएर घरको साफसफाइ गर्नलाई, अनि त्यसपछि बनाउने हो खाना। हेर्नु है साथीहरू, मेरो बाल्कनीमा चाहिँ होइन पहाडी भोटमास फल्दैछ। हेर्न सक्नुहुन्छ भोटमास फलिरहेछ यता चाहिँ पुरा, अनि करेला पनि फलिरहेछ। अर्ग्यानिक तरकारी हो साथीहरू। हेर्नु मेरो यहाँ यस्तो छ। हस् त साथीहरू, भिडियो चाहिँ धेरै लामो भइसक्यो है। दलिया बनाएको भिडियो चाहिँ अर्को भिडियोमा मिल्नेछ हजुरहरूले। अहिले चाहिँ म फटाफट लगाएर साफसफाइ गर्छु। अब चाहिँ भिडियो बनाइराख्यो भने चाहिँ टाइम लाग्छ, त्यस कारणले मेरो चाहिँ अब यति ठुलो घर छ होइन, साफसफाइ गर्नलाई 2-3 घन्टा लाग्छ होला कमसेकम पनि। पहिला म झाडु लगाउँछु सबै घरमा, अनि साथसाथमा फेरि खाना चढाउँछु। त्यस्तै गरेर काम गर्छु। हस् त साथीहरू, बाई।